यति धेरै रमाइलो हुन्छ भनेर मैले कल्पनामा पनि सोचेको थिइनँ। यति रमाइलो भयो नि। आजकल घोडा नपाएर घोडाको साटोमा गोरुमा चाहिँ सवार भइरहेको छु। वेल डन गाइज, वेल डन। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। म चाहिँ आज सिद्रे हिँडिरहेको छु, गोरु लिएर सिद्रे गइरहेको छु ठुलो बासँग होइन गाइजहरू। तपाईँहरू के गर्नु हुँदैछ? म चाहिँ अब सिद्रे गइरहेको छु, ठुलो बा चाहिँ अगाडि हुनुहुन्थ्यो। म पनि ठुलो बाको पछि हिँडिरहेको थिएँ अनि गोरुलाई पानी खुवाएर मम्मीले चाहिँ खानेकुरा सामान दिनुभएको थियो अनि हामी चाहिँ हल्का अलिकति बाटोमा पुगिसकेको थियौँ। गोरु चाहिँ हिँड्नै नसकेर हामीले खेदाउँदा अनि एकछिन बाटोमा रोकाएर अनि ठुलो मम्मी पनि अटोमा आउनु हुँदो रहेछ। हामीले त्यही भेटेर अनि चाहिँ हिँड्ने मानेको थिएन। मेरो पालो गोरुको माथि चढेर त्यसलाई सिर्कन हानेर हिँडाउँदै लगे गाइजहरू। गोरु पनि हिँडेकै थियो, कुद्दै रमाइलो लाग्यो गाइजहरू होइन। घोडाको माथि चढ्न नपाएर के भयो त गाइजहरू होइन, गोरुको माथि चढेको छ नि त। अब के गर्नु त नि, अब यस्तै हो। अब घोडाको चढ्नुपर्छ। मैले चाहिँ रिचार्ज किनेर आउनु भएछ, हाल्न आउँदैन रहेछ अनि मैले चाहिँ हालिदिएको थिएँ। यहाँ चाहिँ बाटोमा सानो धारा रहेछ गाइजहरू होइन, मुख धुनको लागि चाहिँ ठिक भएछ। अनि म चाहिँ मुख धुएर तयार भएँ लास्टमा। अनि ठुलो मम्मीले पनि चाउचाउ दिनु भयो, म चाहिँ चाउचाउ खाएँ अनि फेरि चाउचाउ खाएपछि अनि म चाहिँ फेरि अनि हिँड्नको लागि रेडी भएको थिएँ। तपाईँहरूको घरमा पानी आउँछ नि गाइसहरू, यहीँबाट आउँछ होइन, हेर्नुहोस् होला कसरी आउँदो रहेछ। अनि हिँड्दै आधी बाटो पनि आइपुग्न आँट्यो। पारालाई चाहिँ गर्मी भएर होला, पानी खाएको थियो, मलाई पनि गर्मी भएको थियो अनि मैले पनि नुहाएँ। टाउकोमा नुहाएपछि फ्रेस भयो एकछिन होइन। पसल भेट्यो, मेरो पालो चटपट दङ्काइदिएको अनि ठुलो बा चाहिँ माथि चढ्नुभएको थियो अनि म चाहिँ एक्लै हिँडेको थिएँ। बल्ल तल्ल घर पुगेपछि ठुलो आमाले खाना बनाउनु भएको थियो, खाजा बनाउनु भएको थियो अनि मैले चाहिँ त्यो खाजा खाएर अनि खाइसक्न आँटेर अनि म ठुलो मम्मीले चाहिँ फेरि मुला लिएर आउनु भएछ। हेर्दाखेरि रात पनि पऱ्यो गाइसहरू। आजको लागि चाहिँ यति नै भन्दै बाई गाइसहरू। अर्को भिडियो लिएर आउँदै गर्नु।